हेलो एभ्रिवान, तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु। विशेष गरी आजको दिनमा हामी ट्रमा बोन्डको विषयमा बातचित गर्नेछौं। अनि यो ट्रमा भनेको चाहिँ तपाईहरुले सुन्नु भएको छ कि छैन? ट्रमा भनेको चाहिँ यस्तो एउटा घटना हुन्छ जो घटनाको कारणले चाहिँ मानिसलाई गहिरो चोट लाग्छ। अनि यो गहिरो चोट भनेको चाहिँ एकदमै व्यक्त गर्न नसक्ने मान्छेको हृदयमा लागेको गहिरो आघातलाई, यानी कि गहिरो चोट जसमा चाहिँ मान्छेलाई बाहिर निस्किन एकदमै गाह्रो पर्छ। अनि त्यस्तो चोटलाई जसले चाहिँ हाम्रो निभलाई हल्लाएर राखिन्छ, यस्तो खालको चोटलाई चाहिँ ट्रमा भनेर भनिन्छ। अनि यो ट्रमा चाहिँ धेरै ठुलो एक्सिडेन्टबाट भएको पनि हुन सक्छ। अनि जस्तो कि अब बाढीहरू गएर भूकम्पहरू आएर मान्छेलाई धेरै ठुलो आघात पुर्याएको, धेरै ठुलो नोक्सान भएको, परिवारहरू लस भएको, यस्तो कुनै पनि कारणहरूले व्यक्तिलाई चोट लाग्न सक्छ। अनि अर्को चाहिँ के हुन्छ भने क्रोनिक ट्रमा हुन्छ है। यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ धेरै लामो समयदेखि चाहिँ मान्छे एकदमै पीडित अवस्थामा भएर, पीडित अवस्थामा कस्तो भन्दा एब्युजमा भएर जाँदाखेरि, जस्तो कि मानिसहरूलाई कसैले पनि गलत तरिकाले फाइदा उठाउनलाई लामो समयदेखि दुःख दिइरहेको छ, फाइदा उठाइरहेको छ। अनि कसैलाई चाहिँ जे होस् अब यादै गरिएको छैन, जस्तो बच्चा जन्मियो हैन, अनि उसलाई यादै गरिएन, जस्तो कान्छी आमासँग हुर्कियो, कान्छो बाउसँग हुर्कियो, या भनौँ स्ट्रिटमा हुर्कियो, केही पनि कारणहरू भयो जसको कारणले चाहिँ उसलाई याद गरिएको छैन भने पनि यो ट्रमा उसमा हुन सक्छ। अनि अर्को एउटा कारण हुन्छ परिवारमा ज्यादा भाइलेन्स भएको कारणले जाँडरक्सी खाने, झै झगडा गर्ने, माया नपाएका घर परिवारका बच्चाहरूमा पनि यो ट्रमा चाहिँ धेरै गहिरो रूपमा बस्छ अनि उनीहरूलाई धेरै ठुलो चोट लाग्छ। अनि यस्तो अवस्थामा चाहिँ उनीहरूलाई के हुन जान्छ भन्दाखेरि चाहिँ भित्रबाट चोट लाग्छ अनि गहिरो ट्रमा बनिन जान्छ। अनि यो ट्रमा चाहिँ उनीहरूलाई यति साह्रो असर पर्छ कि उनीहरूले जान्दा जान्दै, चाहँदा चाहँदै पनि त्योबाट चाहिँ बाहिर निस्किन सक्दैनन्। अनि जसमा चाहिँ उनीहरूले एक दिन चाहिँ कसैको लागि ट्रमा बोन्डेड हुन जान्छ। यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ कसैलाई उनीहरूले आफूले पाएको पीडा, दुःख, कष्ट चाहिँ कसैलाई उनीहरूले दिने हुन्छन्। अनि त्यो व्यक्तिले पनि सहन थाल्छ। अनि यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ सानोमा हामी अनुभव गर्छौं, हामीले केही पनि गलत गर्यौं भने हाम्रो आमा बाबुहरूले कराउनुहुन्थ्यो, कुट्नुहुन्थ्यो, अनि पर जा भनेर भनिसकेपछि हामीलाई बहुत नराम्रो लाग्थ्यो। अनि जबसम्म हामी रुन्थ्यौं अनि फेरि गएर उहाँहरूलाई अँगालो मार्थ्यौं, तब मात्रै हामीलाई गएर शान्त हुन मिल्थ्यो। अनि यो चाहिँ के भएको भन्दा चाहिँ आमा बाबु, प्यारेन्ट्सहरूसँग नानीहरू ट्रमा बोन्डेड भएको त्यो दुःख, जसमा यसले चाहिँ हामीलाई के गर्छ भन्दा जसले हामीलाई चोट दिन्छ त्यो व्यक्तिलाई चाहिँ हामी कसरी हुन्छ मनाउन चाहन्छौं, खुसी बनाउन चाहन्छौं, त्यो व्यक्तिलाई चाहिँ खुसी बनाएर मात्रै हामी खुसी हुन चाहन्छौं। यो चाहिँ ट्रमा बोन्डले चाहिँ हामीलाई जसले चोट दिन्छ त्यहीसँग नै अँगालो मार्न, त्यसलाई नै खुसी बनाउन, त्यहीसँग खुसी हुनलाई सिकाउँदछ। अनि कतिजनाले फ्यामिलीमा पनि हस्बेन्ड एन्ड वाइफको ठुलो झै झगडाको पछाडि उनीहरूलाई एकदमै शान्ति मिल्यो, राम्रो लाग्छ, झगडा पछाडि मिलाप गर्दा, ठुलो झगडा गरिसकेर मिल्दाखेरि राम्रो लाग्छ भन्छन्। यो पनि के भएको भन्दा ट्रमा बोन्डेड भएको, जसले हामीलाई चोट पुर्याउँछ, नराम्रो गर्छ, त्यही मान्छेसँग जब धेरै समस्या पछाडि हामी मिल्न जान्छौं र त्यसले अचानक अर्कै प्रकारको खुसी दिन्छ, त्यसलाई चाहिँ भनिन्छ ट्रमा बोन्डेड भएको। यानी कि जसले हर्ट गर्छ, जसले दुःख दिन्छ, जसले चोट पुर्याउँछ, त्यही व्यक्तिसँग नै नमिलिकन हामीलाई खुसी मिल्दैन। अनि त्यो व्यक्तिलाई कसै गरी पनि हामीले खुसी बनाउन चाहन्छौं, मिल्न चाहन्छौं भने चाहिँ हामीलाई एउटा ट्रमा बोन्डेड भइसकेका हुन्छौं हामी। अनि यो ट्रमा बोन्डमा बसिसकेको मानिसले चाहिँ एउटा एब्युजर हुन्छ, जसले चाहिँ एब्युज गरिरहेको हुन्छ, यानी कि दुःख दिइरहेको हुन्छ, चोट पुर्याइरहेको हुन्छ। अनि अर्को चाहिँ एब्युज्ड भएको पर्सन हुन्छ, जसलाई चाहिँ चोट लागेको हुन्छ, बिचारा अनजानमै उसले त्यो कुराहरू सहिरहेको हुन्छ। अनि यो चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ एउटा प्याटर्नको रूपमा सुरु हुन्छ। एब्युज गर्नेले गर्छ अनि त्यो व्यक्तिले पुरा प्रयास गर्छ खुसी बनाउनलाई, फेरि मिल्नलाई एकदम ज्यादा प्रयास गर्छ। उनीहरू फेरि जब मिल्छन् तब फेरि एउटा खुसीको माहौल हुन्छ। अनि त्यो खुसीको माहौल हुन्छ, माया प्रेम फेरि त्यस्तै पहिलेको जस्तै दिन्छ। अनि त्यो एब्युजवाला व्यक्ति फेरि सोच्छ, ओहो कति राम्रो, मैले फेरि पुरानो जस्तो माया पाएँ, कति राम्रो, अब हाम्रो सबै ठिकै छ भनेर सोचिरहेको हुन्छ। तर एउटा समय पछाडि फेरि त्यो ट्रमा बोन्ड गर्ने व्यक्तिले चाहिँ, यानी कि एब्युजरले चाहिँ फेरि पनि यही साइकलहरू चाहिँ सुरु गर्छ। अनि यो किन भन्दाखेरि चाहिँ यो समयसँगै त्यो व्यक्तिसँग चाहिँ इमोसनली ट्रमा बोन्डेड भइसकेको हुन्छ, इमोसनली कनेक्टेड भइसकेको हुन्छ। त्यही कारणले गर्दा एब्युज सहने व्यक्तिले पनि त्यो व्यक्तिसँग
केही पनि गर्न सक्दैन, उसलाई पनि नर्मल लाग्न थाल्छ किनभने उसले त्यो कुरा अनुभव गर्दै जाँदा इमोसनली उसँग कनेक्टेड भइसकेले गर्दा इमोसनली ऊ यति साह्रो उसँग कनेक्ट भइसकेको हुन्छ उसलाई त्यो मिक्स फिलिङहरुको विषयमा केही थाहै हुँदैन अनि सुरुमा हर्ट गरे तापनि बादमा माया गरेकोहरु सम्झिन्छ अनि उसले फेरि एक्सेप्ट गरेको कुराहरु सम्झिन्छ अनि बिस्तारै त्यो बडीलाई पनि आदत हुन थालिसकेको हुन्छ तर यो जो पनि एब्युजर व्यक्ति छ त्यो व्यक्तिले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ म्यानिपुलेट गर्छ अब म्यानिपुलेट भनेको चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ अब झगडा पछाडी नबोलिदिदा त्यो व्यक्तिले बहुत ट्राई गर्छ अनि उसलाई के हुन्छ म सुपेरियर हो म राम्रो व्यक्ति हो मैले चोट पुर्याउँदाखेरि पनि उले मलाई यति साह्रो म्याउ म्याउ गरिरहेको छ मसँग बोल्ने प्रयास गरिरहेको छ भनेर चाहिँ त्यो व्यक्तिले चाहिँ यस्तो सिचुएसन क्रिएट गर्दिन्छ कि नबोली बसिदिन्छ कि रिसाइदिन्छ कि सामान तोडफोड गर्दिन्छ कि त छोडेर गइदिन्छ अनि यस्तो प्रकारले चाहिँ तेरो बिहेभियरले चाहिँ मलाई चोट पुर्याएको हो त ठीक हुनुपर्छ भन्ने कुरा चाहिँ दिमागमा हालिदिन्छ जसको कारणले चाहिँ त्यो म्यानिपुलेट भइरहेको हुन्छ त्यो एब्युज व्यक्ति अनि उसले अझै बेसी ट्राई गरिरहेको हुन्छ अनि उले के गर्छ भने तैले यस्तो गरिनास् भने म तँलाई यस्तो गर्छु जस्तो कुनै रेप केसहरु हुन्छ नि हैन अनि कुनै एउटा छोरी मान्छेलाई ललाइ फुसाइ गरेर सुरुमा माया गरिन्छ अनि पछाडी त्यो व्यक्तिलाई एब्युज गरिन्छ अनि दुनियाले देख्दा के हुन्छ कति राम्रो थियो माया गर्थ्यो यही केटी उस्तो होला भन्ने कुराहरु कति केसहरुमा हुन्छ नि हैन सुरुमा माया गरिन्छ एकदम यो ट्याक्टिस लगाइन्छ आफ्नो बनाइन्छ अनि त्यो पछाडी एब्युज गरिन्छ अनि एब्युज गरेको कुरा कसैलाई भनिस् भने थाहा भयो भने तेरो इज्जत जान्छ म मान्छेलाई भन्दिन्छु तै नराम्रो हो भनेर चाहिँ उलाई लाजमर्दो स्थितिमा ल्याउने स्थितिमा चाहिँ यसरी म्यानिपुलेट गर्ने व्यक्तिले चाहिँ एब्युज गर्ने व्यक्तिले चाहिँ यसरी म्यानिपुलेट गरिरहेको हुन्छ थ्रेडिङ दिइरहेको हुन्छ अनि उलाई शरम लाग्दो स्थितिमा ल्याइरहेको हुन्छ अनि ग्यास लाइट गरिरहेको हुन्छ ग्यास लाइट भनेको चाहिँ सायद मै उस्तो होला मेरै गल्ती होला मेरै कारणले आज यस्तो भयो होला भन्ने आफूले आफूलाई नै त्यो सबै कुराको आरोप आफूले आफूलाई नै लाउने स्थितिमा बनाइदिन्छ त्यो ट्रमा एब्युजर व्यक्तिले त्यही कारणले गर्दाखेरि पनि यो चाहिँ किन गरिएको हुन्छ भन्दा चाहिँ एकदम कन्ट्रोल गरिराख्नलाई बारबार एब्युज गरिरहनका लागि बारबारै ट्रमा बोन्डमा पारिरहनका लागि अर्को व्यक्तिलाई दुःख दिइरहनका लागि आफूसँगै म्याउ म्याउ गरिरहोस् म बारबार एब्युज गर्न पाइराखौं भन्ने एउटा यो ट्याक्टिस हो है अनि यसको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो जो एब्युज्ड वाला व्यक्ति हुन्छ सहने व्यक्ति हुन्छ उसले चाहिँ के गर्छ भन्दा उलाई भित्रबाट ठूलो डर हुन्छ किनभने लामो समयदेखिको सम्बन्ध हुन्छ अनि त्यो जुन प्रकारको त्यो सम्बन्धमा अलरेडी एब्युज हुने फेरि निस्किने फेरि माया पाउने फेरि रिजेक्ट हुने यो सबै प्रोसेसले उलाई भित्रबाट मनमा डर पसेको हुन्छ अनि उसले जान्दा जान्दै पनि यो एब्युजबाट चाहिँ बाहिर निस्किनु उलाई चाहिँ एकदमै डर लागेको हुन्छ कति केसहरुमा त यति सारो डिपेन्ड भइसकेको हुन्छ त्यो व्यक्तिमा जस्तो कि बच्चाहरु हेर्नुस् मैले तपाईलाई एक्जाम्पल दिदै थिए सानोमा चाहिँ बच्चालाई चाहिँ उता जा भनेर खेदेको हुन्छ त्यो व्यक्ति त्यो बच्चा बिचारा कति रुन्छ फेरि कसो कसो गरेर रोएर आएर अंगालो मारेपछि त्यो बच्चालाई सेफ फिल हुन्छ सिक्युर फिल हुन्छ त्यस्तै प्रकारले म्यानिपुलेट गर्ने व्यक्तिलाई एब्युजरलाई पनि कस्तो हुन्छ भन्दाखेरि जब म एब्युज गर्छु त्यो व्यक्तिले मोर ट्राई गर्छ मसँग मिल्नको लागि भनेर अनि जो एब्युज व्यक्ति हुन्छ त्यो व्यक्तिले पनि बहुत ट्राई गरेर मिलिसकेपछि त्यो व्यक्तिलाई पनि शान्त फिलिङ आउँछ शान्ति भएको फिलिङ हुन्छ त्यही कारणले त्यो व्यक्तिले पनि बारबार एब्युज गरिरहेको हुन्छ अब यो चाहिँ कस्तो हुन्छ त भन्दाखेरि चाहिँ यो चाहिँ बारबार भएको कारणले गर्दा यो एकदमै यो कुराहरु बढ्दै जान्छ अनि बिस्तारै त्यो सहने व्यक्तिलाई पनि आदत हुन्छ त्यो शरीरलाई आदत हुन्छ घुरी एकदमै धेरै माया पाउने घुरी रिजेक्ट हुने घुरी रुएर बस्ने घुरी खुसी हुने यस्तो प्रकारले चाहिँ हुन्छ अनि बिस्तारै त्यो व्यक्तिले के भन्छ भने बिचाराको अवस्था यस्तो छ भनेर चाहिँ माया प्रेम दया लाग्न थाल्छ जसले एब्युज गर्छ जसले हामीलाई अत्याचार गर्छ हेप्छ नराम्रो गर्छ एब्युज गरिरहेको हुन्छ दुर्व्यवहार गरिरहेको हुन्छ त्यो व्यक्ति प्रति बिस्तारै पोजिटिभ फिलिङ आउन थाल्छ भले त्यो व्यक्तिले नराम्रो काम गरेको होस् आफूलाई तर पनि त्यो पोजिटिभ फिलिङ त्यो माया प्रेम दया लाग्न थाल्छ अनि त्यो व्यक्तिसँग जोडिएर बसिरहेको हुन्छ अनि अर्को कुरा चाहिँ के हुन्छ भने कन्फ्युज हुन्छ के हो कोही बेला राम्रो गरेको हुन्छ अनि नराम्रो भन्न सकिदैन अनि कोही बेलाको अलिकति नराम्रोको लागि किन नराम्रो भन्नु र भन्ने खालको मिक्स खाले फिलिङहरु त्यसरी नै हाम्रो बडीलाई त्यो इन्फर्मेसन गइरहेको हुन्छ हाम्रो माइन्डलाई त्यसरी गलत इन्फर्मेसन गइरहेको हुन्छ त्यसै कारणले गर्दा चाहिँ एकदमै ट्रमा बोन्डलाई चाहिँ ब्रेक गर्नका लागि यो साइकललाई ब्रेक गर्नका लागि एकदमै गाह्रो भइरहेको हुन्छ किन भन्दाखेरि यसको कारण चाहिँ यही हो कि एब्युजरले जब उनीहरुले भनेको जस्तो उनीहरुको कन्ट्रोलमा उनीहरुले ग्यास लाइट गर्दा उनीहरुले नीचा देखाउँदा उनीहरुले दबाएर राख्दा हेप्दा एकदमै चुपचाप लागेर भनेको मानिराख्यो भने चाहिँ उनीहरुले
कोही बेला राम्रो गरेको जस्तो पनि गरिदिन्छन् अनि माया गरेको जस्तो पनि गरिदिन्छन्। त्यसो गर्दा चाहिँ के हुन्छ, मैले सहँदा, मैले चुप लाग्दा, मैले सही रहँदा त उसले नराम्रो गरेको छैन नि भनेको जस्तो हुन्छ सहने व्यक्तिलाई। त्यही कारणले गर्दा त्यो व्यक्तिमा मिक्सवाला फिलिङ्स आउँछ अनि उसले चाहेर पनि त्यो साइकललाई ब्रेक गर्न सक्दैन। अनि त्यो यो मिक्सवाला फिलिङ्सहरूले गर्दा चाहिँ यो साइकललाई ब्रेक गर्न एकदमै गाह्रो भइरहेको हुन्छ। त्यही कारणले ट्रमा बोन्डेड भनेको चाहिँ कस्तो रहेछ भन्दाखेरि जसले हामीलाई चोट पुर्याउँछ, हामी धेरै प्रयासहरू गरेर पनि त्यही व्यक्तिसँग जबसम्म मिल्दैनौँ, जबसम्म हामी एक हुँदैनौँ, तबसम्म चाहिँ हामीलाई पनि सन्तुष्ट हुँदैन। अनि त्यो व्यक्तिलाई पनि थाहा छ यसले बहुत प्रयास गरेर मसँग मिली छोड्छ, यो व्यक्तिले मलाई धेरै प्रेम गर्छ, यो व्यक्ति दयालु छ, अनि यो व्यक्तिले मलाई प्रेम गरेको कारण मलाई उसले उल्टा चाहिँ चोट पुर्याउन सक्दैन भन्ने थाहा पाएर पनि एब्युजरले चाहिँ एब्युज गरिरहेको हुन्छ। अनि यस्तै प्रकारले चाहिँ यो ट्रमा बोन्डेड चाहिँ यो साइकल चाहिँ चलिराखेको हुन्छ। अनि आजको टपिक चाहिँ है ट्रमा बोन्डेड भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जसले हामीलाई चोट पुर्याउँछ, हामी त्यही व्यक्तिसँग नै कनेक्टेड फिल गर्छौँ, त्यही व्यक्तिसँग सेफ हुन्छौँ, त्यही व्यक्तिसँग मिलेरै बस्न खोज्छौँ, अनि चाहिँ हाम्रो बडीले चाहिँ नर्मल फिल गर्न थाल्छ है। यो चाहिँ हो एउटा ट्रमा बोन्ड भन्ने कुरा हुन्छ। थ्याङ्क यू।